आज म यहाँहरुमाझ गुन्द्रुक भटमास र आलुको झोलको रेसिपी लिएर आएकी छु। तातो तातो गुन्द्रुकको झोलसँग भात खानुको मज्जा नै बेग्लै हुन्छ। अझ गुन्द्रुकमा भटमास र आलु राखेर झोल बनाउँदा यसको स्वाद असाध्यै मिठो बन्छ। आउनुहोस् बनाउनतिर लागौं है त। एउटा कराईलाई तताइसकेकी छु। यसमा म थोरै मात्रामा तेललाई राख्दै छु। तेल तातेपछि मैले यसमा ठूलो चम्चाको 2 चम्चा सेतो भटमासलाई राखेकी छु। हजुरहरुले यसको ठाउँमा जुनै भटमासलाई पनि राख्न सक्नुहुनेछ। अब यो भटमासलाई तेलमा एकैछिन भुट्नु पर्छ। अब यो भटमास हल्का ब्राउन भइसकेको छ। यसलाई अब म तेलबाट बाहिर निकाल्दै छु। अब मैले सेम प्यानमा ठूलो चम्चाको 1 चम्चा घिउलाई पनि राखे। गुन्द्रुकको झोल चाहिँ घिउमा पकायो भने यसको स्वाद एकदमै मिठो हुन्छ। अब यसमा म केही मेथीलाई फुराउँदै छु। मेथी फुरिसकेपछि मैले मसिनो गरी काटेको अदुवा र लसुनलाई पनि यसमा राखे। अब यसलाई केही बेर फ्राई हुन दिनुपर्छ। एकैछिन फ्राई भइसकेपछि मैले यसमा 2 वटा हरियो खुर्सानीलाई पनि राखे र एउटा काटेको प्याजलाई पनि मैले यसमा राखे। र प्याज हल्का गलेपछि मैले यसमा 1 चम्चा बेसारलाई पनि राखे र 2 वटा यसरी काटेको आलुलाई पनि मैले यहाँ राख्दै छु। अब यसलाई चलाउँदै एकैछिन फ्राई गर्नुपर्छ। अब आलु केही बेर फ्राई भइसकेपछि मैले यसमा सानो चम्चाको 1 चम्चा जिरा धनियाको धुलो र रातो धुलो खुर्सानीलाई राखे र स्वाद अनुसार नुनलाई पनि मैले यहाँ राखे र यो सँगसँगै गुन्द्रुकलाई पनि मैले यहाँ राखे। यो गुन्द्रुकलाई चाहिँ मैले पहिले नै सफा गरेर एकैछिन पानीमा भिजाएर लिएकी छु। अब चाहिँ हामीले केही बेरसम्म बेला बेला चलाउँदै यो गुन्द्रुकलाई राम्रोसँग भुट्नु पर्छ। गुन्द्रुक पकाउँदा चाहिँ हामीले गुन्द्रुकलाई जति मजाले भुट्यो उति नै गुन्द्रुकको झोलको स्वाद एकदम मिठो हुन्छ। अब गुन्द्रुकलाई केही बेर राम्रोसँग भुटिसकेपछि मैले यसमा एउटा मसिनो गरी काटेको टमाटरलाई राखे। अब एकपटक चलाएर टमाटरलाई पनि हामीले केही बेर पाक्न दिनुपर्छ। र अब चाहिँ मैले यसमा सानो कचौडाको 1 कचौडा पानी राखेर यसलाई केही बेर छोपेर पकाउँछु। हामीले ग्यासको फ्लेम चाहिँ मिडियम टु लोमा राख्नुपर्छ। केही बेर छोपेर पकाइसकेपछि चाहिँ अब यो आलु र टमाटर राम्रोसँग पाकिसकेको छ। अब हामीले यो आलुलाई हल्का म्यास गर्नुपर्छ। यसरी आलुलाई किच्चाएर झोल बनाउँदा चाहिँ झोल केही बाक्लो पनि हुन्छ। र अब चाहिँ हामीले आवश्यकता अनुसार पानी राखेर गुन्द्रुकमा झोल राख्न सक्छौं। अब यो उम्लिन थालिसकेको छ। मैले अघि फ्राई गरेर राखेको भटमासलाई अब यसमा राख्दै छु। अब यसलाई एकपटक चलाएर हामी केही बेर यसलाई उम्लिन दिन्छौं। र अब चाहिँ म यसमा केही हरियो धनिया पत्तालाई राखेर ग्यासको फ्लेमलाई पनि अफ गरिदिन्छु। अब यो हाम्रो तातो तातो गुन्द्रुक भटमास र आलुको झोल खानाका लागि रेडी भइसकेको छ। अब यसलाई हामीले तातो भातसँग सर्भ गर्न सक्छौं। हजुरहरुले पनि यसरी नै गुन्द्रुक भटमास र आलुको झोल बनाएर घरमा अवश्य पनि ट्राई गर्नुहोला। आशा छ यहाँहरुलाई मन पर्नेछ। यहाँहरुलाई मेरो भिडियो कस्तो लाग्यो? मन पर्यो भने लाइक, कमेन्ट र शेयर अवश्य पनि गरिदिनु होला।